हेलो साथीहरू, आज हामी हाइकिङ गएका थियौँ। ड्याम साइडको तितेपानीबाट हामीले हाइकिङ सुरु गर्यो बिहानको 5:30 बजेदेखि। सुरुमा त यस्तो राम्रो सिँढीहरू होइन, ठाडे उकालो एकदमै गाह्रो भयो, तर जति जति माथि गयो एकदमै सजिलो बाटोहरू पनि आयो, एकदम रमाइलो लाग्यो होइन। यस्तो ठाउँहरू, यस्तो बस्ने ठाउँहरू हेर्दै भिडियो बनाउँदै जाँदै गर्दा मेरो साथीहरू त अगाडि पुगिसक्नु भएछ। त्यहाँबाट मलाई डर लागेर अलि हतार गर्दै साथीहरूलाई भेटाएँ। यस्तो बिहानको फ्रेस हावा होइन, यस्तो वातावरण हेर्दै, यस्तो वन जङ्गल, यस्तो हरियाली आनन्द गर्दै हामीहरू जति माथि गयो उति रमाइलो लाग्दै गयो होइन। थकाइ पनि बिर्सँदै गयो। घरि तिर्सो घरि ठाडो बाटो गर्दै हामी माथि गयो। यस्तो राम्रो बस्ने ठाउँहरू पनि अझै अर्को पनि रहेछ होइन। माथि गयो साथीहरू, एकदम आनन्द आयो, एकदम आनन्द आयो। तर मेरो आँखा चाहिँ यो प्लान्टमा पुग्यो, मैले उखालेर लिएँ र त्यसपछि हामी 1 घन्टामा स्तूपा पुग्यो। स्तूपाको यस्तो फुल बगैँचाहरू हेर्दै आनन्द लिँदै एकदम रमाउँदै हामी स्तूपामा गयौँ। र स्तूपा पनि बिहानको झुल्की घाम लागिसकेको थियो। यस्तो राम्रो देखेको हेर्नु न साथीहरू, आकाश पनि निलो, कस्तो राम्रो भ्यू देखेको। त्यसलाई त नखिचिसकेन र हामीले भिडियो फोटोहरू खिच्यौँ, आनन्द गऱ्यौँ होइन। त्यस्तो रमाइलो लागेको, मान्छेहरू पनि निकै आइसकेको थियो, भिडभाड लागिसकेको थियो। एकदम निलो आकाश हेर्दै खुसी हुँदै रमाउँदै हामी फोटोसोटो खिचेर तल आएर भोक लागेको थियो। खाजा खायौँ, अन्डा र चना खायौँ र हामी फेरि ओह्रालो झऱ्यौँ साथीहरू। बाटोमा यस्तो राम्रो डगी पनि भेट्यौँ, तर हामीसँगै हिँडेको थियो, हामीलाई ढिलो भइसकेकोले हामीले छोडेर अगाडि आयो। बाटोमा पनि फेरि जानेहरू पनि यति धेरै भेट्यो बाटोमा त पसिँदा होइन। हामी छिटो पुगेछौँ, अरूहरू त बाटोमा कति धेरै बल्ल जाँदै रहेछन् र हामी 40 मिनटमा तल आइपुगेको साथीहरू। यस्तो आनन्द आयो, मजा। तपाईँहरू पनि जानुभएको छैन भने एकचोटि जानुहोस् है, एकदमै रमाइलो हुन्छ र हेल्दी पनि भइन्छ। धन्यवाद।